हेलो एभ्रिवान, गुड मर्निङ सबैजनाले शुभ बिहानी। अनि मेरो त सधैँको दैनिकी यस्तै हो। अनि तिन चार दिन भयो राम्रोसँग के अरे रुगाले सताइरहेछ। अनि म पनि सतिरहेछु। सिगान बग्ने, पातलो पानी बग्ने, आँखा चिलाउने, हात छिउआउने, अनि स्वर चाहिँ नि खासिएको छ। अब ठिकै छ, चलिरहेछ। अनि आजको सुरुवात पनि अब तपाईँहरूसँग गुड मर्निङ भन्दै कफी खाँदै सुरु गरेँ। अनि दिनचर्या यस्तै हुन्छ। अनि अब दुईजना सरहरू चाहिँ सिनियर सरहरू चाहिँ बिदा जाँदै हुनुहुन्छ। एकजना गइसक्नु, एकजना आज जानुहुन्छ। अनि मेरो चाहिँ अब घडीले 6 बजे पनि मेरो चाहिँ 12 नै बजिराख्ने भयो। बडो गाह्रो हुने भयो। ल अब त्यस्तै जे पर्छ त्यही टर्छ, जे आउँछ पचाउँछ। बाहिर एकदमै हल्ला छ, अनि म चाहिँ यतापट्टि आफ्नै साइडतिर जान्छु। के अरे यस्तै त हो नि ब्रो। हामी सूर्य बुदाएको, सूर्यको छाया राम्रो पहेँलो किरणहरूको चाहिँ देखिन्छ। अनि त्यस पछाडि ल तपाईँहरू आफ्नो जे कर्ममा हुनुहुन्छ त्यसमा सचेत सजग भएर खुसी भएर लाग्नुहोस् है त। अब नयाँ युवा साथीहरू कृषिमा हुनुहुन्छ भने कृषिमा एकदमै लगानी श्रम त भन्नै पर्दैन, एकदमै कडा परिश्रम गर्नुपर्ने हुन्छ हामी कृषिमा लाग्ने मान्छे, कृषिमा आबद्ध हुने मान्छे। अनि त्यसमा पनि बजारलाई केन्द्रित गरेर उत्पादन के अरे लगानी गर्नुहोस्। के अरे नगदे बाली बजार केन्द्रित गरेर, बजारलाई लक्षित गरेर, बजार कहाँ छ, कति टाढो छ, त्यसलाई चाहिँ उत्पादन गरेर सङ्कलन गरेर बजार पुर्याउन सकिन्छ कि सकिँदैन भन्ने कुरालाई चाहिँ मध्यनजर राखेर अनि कृषिमा लगानी गर्नुहोस्। कृषिमा नगदे बाली हाल्नुहोस्, त्यो छानेर। अनि गाउँपालिकाहरूको हालतहरू उस्तै हुन्। के अरे बोलीमा मात्रै चिल्लो कुरा, व्यवहारमा छैन। अनि त्यसको अब पहिलो कुरा भ्यू-टावरलाई प्राथमिकता भन्दा पनि त्यसको विरोध चाहिँ गरे होइन। त्यो भौतिक संरचना बन्दैछ, बनोस्। त्यसले पनि एउटा इतिहासै कायम गर्ला। अनि अर्को कुरा रह्यो, मेन कुरा चाहिँ सडक।